आज चाहिँ किन यति धेरै कुखुराहरू पोलिरहेको छ र यो कुखुराहरू चाहिँ के को लागि पोलिरहेको हो त यो थाहा पाउनलाई चाहिँ तपाईहरुले पुरै भिडियो हेर्नुपर्ने हुन्छ। सो हेलो एभ्रीवन, सेवा फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ भिडियोमा। आयो हजुरहरु सन्चै हुनुहुन्छ होला अनि म एकदमै आरामै छु। अनि यो भिडियो चाहिँ मेरो हिजोको भिडियो हो अनि तपाईहरु देख्न सक्नुहुन्छ। अनि म चाहिँ बिहान बिहान उठेर घरको झाडाहरू उखाल्दै छु अनि मम्मी चाहिँ घरकै काम गर्दै घरमै रक्सीमा आगो लाउँदै बस्नुपर्ने हुन्छ अनि ड्याडी र म चाहिँ काममा जानुपर्ने हुन्छ नि त। अनि हाम्रो चाहिँ अस्ति टमाटरलाई मल हाल्नु र माटो हाल्नु रहेको थियो अनि ड्याडी र म चाहिँ अहिले धमाधम त्यही काम गर्दैछौँ। अनि फाइनली साथीहरू आज चाहिँ हामीले टमाटरलाई मल र माटो नै हालेर सकायौँ। अनि आज चाहिँ हाम्रो घरमा पूजा थियो अनि तर बेलुकाको पूजा भन्नुहुन्छ होला, तर यो पूजा चाहिँ बेलुकै गरिन्छ। अनि यो चाहिँ आज चाहिँ हाम्रो घरमा पित्र थियो, यानि कि नयाँ दाल चढाउने दिन। अनि यो चाहिँ आफ्नो आफ्नो कल्चर अनुसारले गरिन्छ नि त। अनि हाम्रो आइडीले चाहिँ थान बनाउनेतिर लाग्नुभयो अनि यता ठेबा चाहिँ दुना बुन्नु हुँदैछ अनि मम्मीले चाहिँ यता दुना बुन्नुको लागि पत्ता सेकाउँदै दिइरहनु भएको थियो। अनि यता चाहिँ ठेबाले पूजा पनि थाल्नुभयो। अनि अब हामीले चाहिँ कुखुरा पोल्नको लागि यता आगो पनि फुक्यौँ अनि यो चाहिँ यता निनीहरू पनि आइसक्नु भएको थियो। अनि ठेबा र मैले चाहिँ कुखुरा पनि पोल्न थाल्यौँ। अनि यो चाहिँ हाम्रो चाहिँ घरभित्रै गर्नुपर्ने हुन्छ क्या, किचनभित्र नै, बाहिर चाहिँ निकाल्नु हुँदैन नि त। अनि सबै किचनभित्रै पकाउनु पर्ने हुन्छ, त्यो भनेर अनि आज चाहिँ पुरा कस्तो धेरै धुवा पनि भइरहेको थियो। भन्दै अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै आजलाई चाहिँ यति नै। फेरि भेटौँला अर्को भिडियोमा। बाई बाई साथीहरू।